समुद्रमा तैरिरहेको जस्तो देखिने इटालीको प्रसिद्ध सहर भेनिस, जुन 118वटा साना टापुहरू मिलेर बनेको छ। भेनिसलाई पहिलोपटक टाढाबाट हेर्दा यस्तो लाग्छ मानौ समुद्रको निलो सतहमाथि कुनै कलाकारले सिङ्गमर्मर, इट्टा र रङ्गीन भवनहरूको एउटा सपना कोरेको हो। सडकभन्दा धेरै नहर, मोटरभन्दा धेरै डुङ्गा र भूमिभन्दा धेरै पानी देखिने यो सहर वास्तवमै संसारका सबैभन्दा अनौठो मानव बस्तीमध्ये एक हो। तर भेनिसको सबैभन्दा ठूलो रहस्य त्यसका महल, चर्च वा नहरहरूमा मात्र छैन, त्यो रहस्य पानीमुनि लुकेको छ। हजारौं भवनहरूलाई थामेर उभिएको एउटा अदृश्य संसार, जहाँ लाखौं काठका खम्बाहरू शताब्दीौंदेखि गाडिएका छन्। धेरै मानिसहरूले भेनिसबारे एउटा रोचक कुरा सुनेका हुन्छन्। यो सहर जमिनमुनि लाखौं वर्षदेखि कुहिएका काठमाथि अडिएको छ। यो भनाइ सुन्दा निकै आकर्षक लाग्छ, तर वास्तविकता के हो? ती काठ कसरी टिके, किन कुहिएनन् र समुद्रको बीचमा मानिसहरूले आखिर यस्तो सहर बनाउन किन खोजे? भेनिसको कथा करिब 1500 वर्ष अगाडि सुरु हुन्छ। 5औं शताब्दीमा रोमन साम्राज्य कमजोर बन्दै जाँदा उत्तरी इटालीमा विभिन्न आक्रमणहरू हुन थाले। आक्रमणकारी सेनाबाट जोगिन मानिसहरू मुख्य भूमिबाट भागेर एड्रियाटिक समुद्रको किनार नजिकका दलदली टापुहरूमा पुग्न थाले। ती टापुहरू बसोबासका लागि उपयुक्त थिएनन्। जमिन नरम थियो, हिलाम्य थियो र ज्वारभाटाले दिनौं पानीको रूप बदलिदिन्थ्यो। तर त्यहाँ एउटा ठूलो सुरक्षा थियो, आक्रमणकारी सेनालाई समुद्री दलदल पार गरेर आउन कठिन थियो। यसरी सुरक्षाको खोजीमा पुगेका मानिसहरूले बिस्तारै ती साना टापुहरूलाई आफ्नो घर बनाउँदै लगे। आजको भेनिस 118वटा साना टापुहरूको समूह हो, जसलाई सयौं पुल र नहरहरूले जोडेका छन्। तर एउटा गम्भीर समस्या सुरुबाटै थियो। नरम दलदली जमिनमा भारी भवनहरू कसरी खडा गर्ने? मानिसहरूले त्यसको समाधान जंगलमा भेट्टाए। उत्तरी इटाली र त्यस वरपरका क्षेत्रबाट विशाल मात्रामा काठ ल्याइयो। विशेष गरी एल्डर, ओक, लार्च र पाइन जस्ता रुखहरू काटिए। ती रुखका लामा खम्बाहरूलाई दलदली जमिनभित्र गहिरोसम्म ठोकियो। कतिपय ठाउँमा हजारौं खम्बा एकै भवनका लागि प्रयोग गरिन्थे। एउटा चर्च, एउटा महल वा एउटा सार्वजनिक भवन बनाउन कहिलेकाहीँ लाखौं काठका टुक्राहरू आवश्यक पर्थ्यो। आज पनि भेनिसको प्रसिद्ध चर्चहरू र भवनहरूका तल यस्ता काठका जगहरू रहेका छन्। यहाँ सबैभन्दा रोचक प्रश्न के छ भने, काठ त केही दशकपछि नै कुहिने वस्तु हो, अनि यी खम्बाहरू किन शताब्दीौंसम्म टिके? यसको उत्तर विज्ञानसँग सम्बन्धित छ। सामान्य अवस्थामा काठ कुहिनका लागि अक्सिजन, सूक्ष्म जीवाणु र चिस्यानको संयोजन आवश्यक हुन्छ। तर भेनिसका काठहरू पानीको मुनिको हिलोभित्र यति गहिरोसम्म गाडिएका छन् कि त्यहाँ अक्सिजनको मात्रा अत्यन्तै कम हुन्छ। अक्सिजन नहुँदा काठलाई विघटन गर्ने जीवाणुहरू सक्रिय हुन सक्दैनन्। परिणामस्वरूप काठ सामान्य तरिकाले कुहिँदैन। समय बित्दै जाँदा अर्को अनौठो प्रक्रिया पनि हुन्छ। समुद्री पानीमा रहेका खनिज पदार्थहरू काठका प्वालहरूभित्र प्रवेश गर्छन्। शताब्दीौंसम्म यो प्रक्रिया चलिरहँदा काठ क्रमशः कठोर बन्दै जान्छ। कतिपय विज्ञानले यसलाई आंशिक खनिजीकरणको प्रक्रिया मान्छ। बाहिरबाट हेर्दा यो अझै काठ जस्तै देखिए पनि यसको संरचना अत्यन्तै बलियो भइसकेको हुन्छ। यसैले भेनिस लाखौं वर्षदेखि कुहिएको काठमाथि अडिएको छ भन्ने भनाइ शाब्दिक रूपमा सही होइन। वास्तवमा भेनिसका अधिकांश काठका जग करिब 1000देखि 1500 वर्ष पुराना छन्। लाखौं वर्ष पुराना होइनन्। ती कुहिएर माटो बनेका पनि होइनन्, बरु पानीमुनिको विशेष वातावरणले तिनलाई संरक्षण गरेको छ। यद्यपि यो तथ्यले भेनिसको चमत्कारलाई कम रोचक बनाउँदैन, बरु अझै अद्भुत बनाउँछ। कल्पना गरौँ त, मानिसहरूले करिब 1500 वर्ष अगाडिका गाडेका काठहरू, खम्बाहरूले आज पनि लाखौं टन भार बोकेर कसरी उभिएका होलान्? भेनिसको निर्माण प्रक्रियालाई नजिकबाट बुझ्दा मानव बुद्धिमत्ताप्रति सम्मान अझै बढ्छ। काठका खम्बाहरू गाडिसकेपछि तिनको माथि बाक्लो काठको तह राखिन्थ्यो। त्यसपछि चुनढुङ्गा र इँटाको जग बनाइन्थ्यो। अन्ततः त्यसमाथि भवन निर्माण हुन्थ्यो। यसरी पानी, हिलो, काठ, ढुङ्गा र इँटाको संयोजनले एउटा सम्पूर्ण सहर जन्मियो। भेनिसको व्यापारिक सफलताले पनि यसको विस्तारलाई तीव्र बनायो। मध्ययुगमा यो सहर पूर्व र पश्चिम बीचको महत्त्वपूर्ण व्यापारिक केन्द्र बन्यो। अरब तथा युरोपेली व्यापारीहरू यहाँ भेटिन्थे। मसला, रेशम, सुन, गहना, अन्य बहुमूल्य वस्तुको कारोबारले भेनिसलाई अत्यन्तै धनी बनायो। धन बढ्दै जाँदा भवनहरू पनि भव्य बन्दै गए। महलहरू बने, चर्चहरू बने, सार्वजनिक भवनहरू बने। तर प्रत्येक नयाँ संरचनाको तल फेरि हजारौं काठका खम्बाहरू गाडिन्थे। सहरमाथि बढ्दै गयो र पानीमुनिको अदृश्य काठको जङ्गल पनि।
भेनिसका नहरहरू आफैमा अर्को रोचक संसार हुन्। आज शहरमा करिब 150 भन्दा बढी नहर र 400 भन्दा बढी पुल छन्। मुख्य नहरलाई ग्रान्ड क्यानल भनिन्छ, जसले शहरलाई अंग्रेजी अक्षर यस जस्तो आकारमा चिरेको छ। यस नहरको किनारमा उभिएका धेरै भवनहरू पनि यिनै ऐतिहासिक काठका जगमाथि टिकेका छन्। यद्यपि भेनिस सधैँ जित्ने सहर भने होइन। प्रकृतिसँग यसको सङ्घर्ष निरन्तर चलिरहेको छ। समुद्री सतह बिस्तारै बढिरहेको छ। जलवायु परिवर्तनका कारण बाढीको जोखिम पनि बढ्दै गएको छ। कहिलेकाहीँ उच्च ज्वार आउँदा सहरका सडकहरू नै पानीले ढाकिदिन्छन्। स्थानीय भाषामा यस अवस्थालाई आक्वा आल्टा भनिन्छ। रोचक कुरा के भने भेनिस डुबिरहेको छ भन्ने चर्चा संसारभर सुनिन्छ। वास्तवमा सहरमा दुईवटा प्रक्रिया एकसाथ भइरहेका छन्। एकातिर जमिन केही मात्रामा तल बसिरहेको छ, अर्कोतिर समुद्री सतह बढिरहेको छ। यी दुवै कारणले भविष्यमा चुनौती बढ्ने देखिन्छ। तर भेनिसवासीहरू सङ्घर्ष गर्न अभ्यस्त छन्। उनीहरूका पूर्वजले समुद्रको दलदलमाथि सहर बनाएका थिए। आजका पुस्ताले त्यसलाई जोगाउने प्रयास गरिरहेका छन्। विशाल बाढी नियन्त्रण परियोजनाहरू निर्माण गरिएका छन्, जसले उच्च ज्वारका बेला समुद्री पानीलाई सहरभित्र पस्न रोक्ने प्रयास गर्छन्। भेनिसका काठका खम्बाहरूको कथा सुन्दा कतिपयलाई लाग्न सक्छ सायद यो कुनै परिकथा जस्तो अतिरञ्जित विवरण हो। तर इन्जिनियरहरू र इतिहासकारहरूले बारम्बार अध्ययन गर्दा यी काठका जगहरू वास्तवमै आश्चर्यजनक रूपमा मजबुत रहेको पाएका छन्। पानीमुनि गाडिएको काठले यति लामो समयसम्म संरचना धान्न सक्छ भन्ने उदाहरण संसारमा बिरलै भेट्न सकिन्छ। त्यसैले भेनिसलाई केवल पानीमाथि तैरिरहेको सहर भन्नु पर्याप्त हुँदैन। वास्तवमा यो सहर पानीमाथि होइन, पानीमुनि लुकेको एउटा विशाल काठको वनमाथि उभिएको छ। पर्यटकहरूले देख्ने महल, चर्च, सङ्ग्रहालय र रङ्गीन भवनहरू त केवल माथिल्लो तह हुन्। वास्तविक आधार भने आँखाले देख्न नसकिने गहिराइमा छ। जब साँझ पर्दै जान्छ र नहरको पानीमा भवनहरूको प्रतिबिम्ब लहरिन्छ, तब भेनिस झन् रहस्यमय देखिन्छ। डुङ्गाको हल्का आवाज, पुराना पुलहरू, साँघुरा गल्लीहरू र समुद्री हावाले यसलाई कुनै जीवित इतिहास जस्तो बनाइदिन्छ। र त्यो इतिहास केवल सतहमाथि छैन, त्यो तल हिलोभित्र गाडिएका लाखौँ काठका खम्बाहरूमा पनि सुरक्षित छ। मानव सभ्यताले धेरै चमत्कार निर्माण गरेको छ। मरुभूमिमा पिरामिड, पहाडमा किल्ला, नदीमाथि पुल, तर समुद्रको दलदलमाथि शताब्दीौँ टिक्ने सहर निर्माण गर्नु तीमध्ये सबैभन्दा साहसी कल्पनामध्ये एक हो। भेनिस त्यसै साहसको प्रमाण हो। त्यसैले जब कसैले भन्छ भेनिस काठ कुहिएर बनेको सहर हो, त्यसलाई केवल मिथकका रूपमा होइन, इतिहास र विज्ञान मिसिएको रोचक कथाका रूपमा बुझ्नुपर्छ। सत्य के हो भने भेनिस लाखौँ वर्ष पुरानो कुहिएको काठमाथि बनेको होइन, बरु करिब 1500 वर्ष अगाडि मानिसहरूले समुद्री दलदलभित्र गाडेका लाखौँ काठका खम्बाहरू आज पनि त्यही छन्, मौन रूपमा सम्पूर्ण सहरलाई थामेर। ती खम्बाहरूले बोल्न सक्ने भए सायद उनीहरूले युद्ध, व्यापार, महामारी, प्रेम, कला र सभ्यताको हजारौँ कथा सुनाउँथे होला। भेनिसको सबैभन्दा ठूलो चमत्कार त्यसका नहरहरू होइनन्, न त त्यहाँ बनाइएका आकर्षक भवनहरू। चमत्कार त यो हो त्यहाँको अदृश्य जग, जसले शताब्दीौँदेखि संसारलाई एउटा सन्देश दिइरहेको छ। मानव कल्पना शक्ति र प्रकृतिको गहिरो बुझाइ मिल्यो भने असम्भव जस्तो देखिने सपना पनि समुद्रमाथि उभिन सक्छ। दर्शकवृन्द, तपाईँलाई भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। हामी भने अर्को भिडियोको साथमा उपस्थित हुनेछौँ। यो भिडियोबाट भने बिदा दिनुहोस्। नमस्कार।